नमस्कार साथीहरू, तपाईहरू आज रुद्रेश्वर महादेवको मन्दिरबाट तपाईहरूलाई आजको दिनमा शुभ होस् भनेर भिडियो हामी बनाएर हाल्दैछौँ। रुद्रेश्वर महादेवको मन्दिरमा तपाईहरूलाई स्वागत छ है। रामेछाप जिल्ला, यो चाहिँ खाँदेवी गाउँपालिका 3672 सबैमा मिल्ने ठाउँ रुद्रेश्वर महादेव मन्दिरको हजुरहरूलाई आज दर्शन गराउनलाई आइपुगेका छौँ हामी। तपाईहरूले मनले चाहेको इच्छाहरू सबै पुरा हुन्, भगवान सधैँभरि दाहिना हुन्। रुद्रेश्वर महादेव मन्दिरमा यो माथि देखिने टावर भानिर अक्लेश्वर महादेवको मन्दिर पनि तपाईहरूलाई हामी टाढैदेखि देखाउन चाहन्छौँ। र यहाँदेखि यो कालो बादलको छायाभन्दा तल यो डाँडामा खाँदेवीको मन्दिर पनि छ। तपाईहरूलाई खाँदेवी माईको पनि दर्शन गर्न चाहन्छौँ। त्यसै गरी प्राकृतिकको संरक्षण गर्दै यो हरियो बोट बिरुवा वन जङ्गलसँगै तपाईहरूलाई एकदम रमाइलो शान्त वातावरण भएको यो रुद्रेश्वर महादेवको मन्दिरमा आउन सबैजनालाई स्वागत गर्न चाहन्छु। रुद्रेश्वर महादेवको मन्दिर मूल शिला चाहिँ यहाँ तपाईहरूलाई देखाउन चाहन्छु। देश विदेश तपाईहरू जहाँ हुनुहुन्छ सबैजनाले चाहिँ रुद्रेश्वर महादेवको यसै भिडियो मार्फत पनि तपाईहरूले दर्शन गर्न सक्नुहुन्छ। सप्ताह महायज्ञ लगाए पश्चात यसै रुद्रेश्वर महादेवको मन्दिरमा अहिले वरिपरि यसरी फुल रोप्ने भनेर चाहिँ यसरी सबैतिर तारको बार लगाएर यहाँनिर होमको लागि, यहाँनिर रुद्रीको लागि अगाडि पनि देख्न सक्नुहुन्छ बनाउँदै हुनुहुन्छ हाम्रो रुद्रेश्वर महादेव विकास कोष लगायत यहाँ सम्पूर्ण सहयोगी दाताहरू र सम्पूर्ण यसै खाँदेवी गाउँपालिका टिम्बु खाँदेवी वडा नम्बर 2 देखि 6, 7 सबैलाई धेरै धेरै धन्यवाद। भगवानको सधैँभरि रक्षा गर्न पाऊँ, कृपा गर्न पाऊँ, मन सधैँभरि भगवान प्रति लगाउन पाइयोस्, सबैको कल्याण होस्। सबैजनाले जय ओमकार भनेर लेखिदिनु होला। वरिपरि काफलको रुख पनि हरियाली गुराँसको बोटहरू देख्न सक्नुहुनेछ। यसरी अहिले दुवैपट्टि ढोकाहरू राखिएको छ। तपाईहरू खाँदेवी मन्दिर, त्यसै गरी अक्लेश्वर महादेवको मन्दिर, रुद्रेश्वर महादेवको मन्दिर चाहिँ कहाँ छ, कहाँबाट जान चाहनुहुन्छ भनी तपाईहरूले जिज्ञासा लाग्छ भने तपाईहरूले खाँदेवी यातायातमा तपाईहरू कोटेश्वरदेखि बनेपा हुँदै भकुण्डी बेसी नेपाल थोक हुँदै सिटका बजारबाट तपाईहरू चाहिँ एकै दिनमा आएर दर्शन गरेर एकै दिनमा तपाईहरू सोही
स्थानमा फर्किन पनि सक्नुहुन्छ। काठमाडौँबाट धेरै नजिक 112 देखि 15 किलोमिटर भित्रमा रहेको यो खानादेवीको मन्दिर र रुद्रेश्वर महादेवको मन्दिर देख्न सक्नुहुन्छ। जय होस्, सबैको कल्याण होस्। जय रुद्रेश्वर महादेव। ओम हर 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 हर। ओम पार्वत्याय नमः। रोग हर, कष्ट हर, दरिद्र हर। हर हर पार्वताय नमः। ओम नमः शिवाय।